नमस्कार। एसवाई प्यानल नेपाल लिमिटेडको आइपिओ आउँदैछ र बजारमा यसको चर्चा राम्रै छ। तर प्रश्न उठ्छ के यो लगानीको लागि एउटा सुनौलो मौका हो वा यसमा केही नदेखिएका जोखिमहरू पनि छन्? ल आउनुहोस् आज हामी यसको गहिराईमा पुगेर सबै कुरा बुझ्ने प्रयास गरौँ। हो, कुनै पनि आइपिओमा लगानी गर्नु अघि मनमा आउने सबैभन्दा ठूलो प्रश्न नै यही हो। यो अवसर हो कि जोखिम? यो विश्लेषणमा हामी सबै तथ्यहरूलाई सरल तरिकाले केलाउनेछौँ ताकि एउटा सूचित निर्णय लिन सजिलो होस्। ठिक छ, हाम्रो यात्राको बाटो एकदमै स्पष्ट छ। हामी सुरुमा एसवाई प्यानल कम्पनीलाई चिन्नेछौँ, त्यसपछि आइपिओको अङ्कहरूमा डुबुल्की मार्नेछौँ, लगानीका फाइदा र बेफाइदाहरूलाई तराजुमा जोख्नेछौँ र अन्त्यमा एउटा ठोस निष्कर्ष निकाल्नेछौँ। कुनै पनि कम्पनीमा लगानी गर्नु भनेको त्यसको जग बुझ्नु हो। त्यसो भए एसवाई प्यानल वास्तवमा के हो र यसले नेपालको निर्माण क्षेत्रमा कस्तो परिवर्तन ल्याउन खोजिरहेको छ? एसवाई प्यानलले खासमा नेपालको निर्माण क्षेत्रमा एउटा नयाँ अध्याय लेखिरहेको छ। भूकम्प प्रतिरोधी र ऊर्जा बचाउने घरहरूको माग बढ्दै जाँदा उनीहरूले स्यान्डविच प्यानल र युपिभिसी जस्ता आधुनिक सामग्रीहरू बनाउँछन्। भनेपछि उनीहरूले परम्परागत इटा सिमेन्टको एउटा बलियो विकल्प दिइरहेका छन्। यहाँ एउटा एकदमै चाखलाग्दो कम्बिनेसन देखिन्छ है। उनीहरूले दक्षिण कोरियाको एडभान्स्ड प्रविधि र व्यवस्थापन शैलीलाई नेपालभरि फैलिएको 50भन्दा बढी डिलरहरूको बलियो स्थानीय नेटवर्कसँग जोडेका छन्। यसले के देखाउँछ भने उनीहरूसँग गुणस्तर पनि छ र बजारमा पहुँच पनि। ल, कम्पनीको बारेमा त थाहा भयो। अब कुरा गरौँ पैसाको, अर्थात् आइपिओको। उनीहरूले सर्वसाधारणलाई लगानीको लागि के कस्तो प्रस्ताव ल्याएका छन्? यी अङ्कहरूले के भन्छन्? हेरौँ न त। यो तालिकाले आइपिओको पूरा चित्र देखाउँछ। उनीहरूले प्रति किता 100 रुपियाँको अङ्कित मूल्यमा 52 लाखभन्दा बढी सेयर जारी गर्दैछन् र त्यसमध्ये झण्डै 41 लाख किता हामी जस्ता सर्वसाधारणको लागि छुट्याइएको छ। अनि निष्कासन प्रबन्धक प्रभु क्यापिटल हुनुले पनि यसको महत्त्वलाई जनाउँछ। यदि लगानी गर्ने सोच बनाउनु भएको छ भने यी मितिहरूमा ध्यान दिनु एकदमै जरुरी छ। आवेदन नोभेम्बर 5 मा खुल्छ र माग धेरै भयो भने छिटोमा नोभेम्बर 9 मै बन्द पनि हुन सक्छ। त्यसैले सोच्ने र निर्णय गर्ने समय धेरै लामो नहुन सक्छ। अब यो डबल बी रेटिङ भनेको के हो त? सरल भाषामा भन्दा इक्रा नेपालले यो कम्पनीलाई मूल्याङ्कन गरेर के भनिरहेको छ भने यसले आफ्नो आर्थिक जिम्मेवारी पूरा गर्ने क्षमतामा मध्यम खालको जोखिम छ। मतलब यो एकदमै सुरक्षित पनि छैन तर धेरै जोखिमपूर्ण पनि मानिएको छैन। ओके, आइपिओको विवरण र जोखिमको सङ्केत त हामीले हेर्यौँ, तर अब सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा आउँ। यसमा लगानी गर्नु किन फाइदाजनक हुन सक्छ? कम्पनीको भविष्य र वृद्धिको सम्भावना कस्तो छ त? यो नम्बर 154 रुपैयाँ 42 पैसा साँच्चै ध्यान दिनुपर्ने खालको छ। यो कम्पनीको प्रति शेयर नेटवर्थ हो। यसको मतलब के हो भने हामीले 100 रुपैयाँमा किन्न लागेको शेयरको वास्तविक सम्पत्ति मूल्य नै 154 रुपैयाँ भन्दा बढी छ। यसले कम्पनीको आर्थिक जग कति बलियो छ भन्ने कुरा स्पष्ट पार्छ। अनि यो त झनै गजबको कुरा हो। कम्पनीमाथि 1 रुपैयाँ पनि ऋण छैन। आजको समयमा यस्तो कम्पनी भेट्न मुस्किल छ। यसले के सङ्केत गर्छ भने पहिलो, व्यवस्थापनले निकै होशियार भएर कम्पनी चलाएको छ र दोस्रो, लगानीकर्ताको पैसा डुब्ने जोखिम निकै कम छ। अब यो चार्टले कम्पनी कत्तिको एफिसिएन्टली चलिरहेको छ भन्ने देखाउँछ। प्रति शेयर आम्दानी अर्थात् इपिएस सन्तोषजनक छ। अनि इन्भेन्टरी र डेप्टर्स टर्नओभरको अङ्कले के बताउँछ भने कम्पनीले आफ्नो सामान छिट्टै बेच्न सक्छ र बेचेको सामानको पैसा पनि समयमै उठाउन सक्छ। यो एउटा स्वस्थ व्यवसायको बलियो सङ्केत हो। कम्पनीले आइपिओबाट उठाएको पैसा कहाँ लान्छ त? उनीहरूसँग यसको एकदमै स्पष्ट योजना छ। ठूलो हिस्सा करिब 39 करोड एउटा नयाँ कारखाना खोल्नमा जानेछ जसले भविष्यको वृद्धिलाई सुनिश्चित गर्छ र बाँकी रकम दैनिक सञ्चालनलाई अझै सहज बनाउन प्रयोग हुनेछ। यो योजनाले उनीहरू वृद्धि र स्थिरता दुवैमा केन्द्रित छन् भन्ने देखाउँछ। ल, अहिलेसम्म त सबै राम्रो देखियो, तर एउटा चलाक लगानीकर्ताले सधैँ सिक्काको अर्को पाटो पनि हेर्छ। कुनै पनि कुरा 100% उत्तम हुँदैन। अब कुरा गरौँ कम्पनीले सामना गर्न सक्ने सम्भावित चुनौतीहरूको। यहाँ हेर्नुहोस्, कम्पनीको सबैभन्दा ठूलो टाउको दुखाइ भनेको बाहिरी कुराहरू हुन् जसमा उसको खासै नियन्त्रण छैन। उनीहरू कच्चा पदार्थको लागि विदेशमा निर्भर छन्।
यसको मतलब डलरको भाव बढ्यो वा अन्तर्राष्ट्रिय बजारमा सामान आउन ढिला भयो भने त्यसको सिधा असर उनीहरूको नाफामा पर्छ। साथै देशको निर्माण क्षेत्रमा आउने उतार चढाउले पनि उनीहरूको व्यापारलाई प्रभाव पार्न सक्छ। ल, हामीले अवसर पनि हेर्यौं, जोखिम पनि केलायौं। अब यी सबैलाई एकै ठाउँमा राखेर तौलौं र हेरौं अन्त्यमा पल्ला कता भारी देखिन्छ। यो स्लाइडले पुरै कथालाई एकै ठाउँमा ल्याउँछ। एकातिर हामीसँग ऋण नभएको, आर्थिक रूपमा बलियो र भविष्यको लागि स्पष्ट योजना भएको कम्पनी छ। तर अर्कोतिर त्यही कम्पनी आयातित कच्चा पदार्थ र विदेशी मुद्राको अस्थिरता जस्ता बाहिरी चुनौतीहरूसँग जुझिरहेको छ। भनेपछि निचोड के हो भने कम्पनी आफैमा चाहिँ एकदम बलियो देखिन्छ, यसको आन्तरिक व्यवस्थापन र आर्थिक स्वास्थ्यमा खासै ठूलो जोखिम छैन। मुख्य चिन्ताका विषयहरू बाहिरी वातावरणसँग जोडिएका छन् जुन कम्पनीको नियन्त्रणभन्दा बाहिर छन्। आखिरमा लगानी गर्ने वा नगर्ने भन्ने निर्णय हरेक लगानीकर्ताको आफ्नै हो। हरेकले आफ्नो जोखिम लिन सक्ने क्षमता र लगानीको उद्देश्य अनुसार यी सबै कुराहरूलाई तौल्नुपर्छ। तर अन्तिम प्रश्न यो रहन्छ, के एसवाई प्यानलको आन्तरिक शक्तिले बाहिरी चुनौतीहरूलाई जित्न सक्ला? सोच्नुहोला।